48% केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रो विघ्न टिचर छन्, अस्थायीलाई थाई गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाई गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने तनखा 48% पास गर्न, 52% फेल गर्न? 52% फेल गर्न भएन, यो प्रणाली नै रद्द गर्नुपर्छ। यो 52% फेल गर्ने, कपी काटेर फेल गराउनेहरूलाई भन्न चाहन्छु म, तपाईले फेल गराएर फेरि पास भएका विद्यार्थीहरू मध्ये कतिपय तपाईभन्दा ब्रिलियन्ट र ट्यालेन्ट ठहरिने छन् भविष्य। सरकारले अन्धाधुन्द कुनै काम गर्दैन, विचार गरेर देशको पक्षमा, जनताको पक्षमा, जनतालाई सबल बनाएर अगाडि बढाउने पक्षमा सरकारले काम गर्छ। जनताबाट पनि त्यस अनुसारको सहयोग, सबै क्षेत्र पनि सहयोग अपेक्षा गरिन्छ, चाहियो, हुन पर्दछ। सरकारको के काम छ त? सरकारको काम भनेको देशको सेवा हो, देशलाई सबल बनाउने हो। देशलाई सबल, शिक्षा सबल नभई कसरी हुन्छ? 48% केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रो विघ्न टिचर छन्, अस्थायीलाई थाई गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाई गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने तनखा 48% पास गर्न, 52% फेल गर्न? 52% फेल गर्न भएन, यो प्रणाली नै रद्द गर्नुपर्छ। यो 52% फेल गर्ने, अभिभावकको सपना, 52% अभिभावकको सपना 10 क्लासमै समाप्त। 52% यङ जेनेरेसनको सपना त्यो पनि एसईमै समाप्त। यस्तो गर्नु म ग्यारेन्टी दादाका साथ भन्छु, हाम्रो यङ जेनेरेसन लद्दु छैन, बुद्धु छैन, ट्यालेन्ट छ, जिनियस छ हाम्रो यङ जेनेरेसन। अब पढाउन फेसिलिटी हामी दिँदैनौँ, पढाउन राम्ररी सक्दैनौँ, ज्ञान सम्प्रेषण राम्ररी उसमा गर्न सक्दैनौँ, त्यो कमजोरी उसलाई बोकाउने। 3 घण्टा धाएर स्कुल गएको छ, आज काठमाडौँमा मात्रै पढ्दैन मान्छे, 3 घण्टा धाएर स्कुल जान्छ, 3 घण्टा स्कुल छोडेर फर्किन्छ। 6 घण्टा एउटा बालकले बाटोमा बिताउँछ, त्यसरी पढ्छ। स्कुलमा कहिले टिचर छैन, कहिले को छैन, निरीक्षण त्यहाँ कहिले कोही निरीक्षणमा जाँदैन र 52% फेल हुन्छन्। आम बाबुका सपना के भए? आमा बाबुको लगानी के भयो? बेटा हमारा करेगा कुछ के भन्ने एउटा गीत छ, त्यस्तै हरेकको हुन्छ सपना, बेटा बेटी हमारी करेगी कुछ भन्ने, क्या करेगी भन्ने छ नि एउटा गर्छ मेरो सन्तानले भन्ने हुन्छ। एसईमै चट बनाइदिएपछि के बेटा हमारा क्या करेगा, बेटी हमारी क्या करेगी। त्यसकारण यो परिपाटी, यो तरिका अन्त्य गर्नुपर्छ। कसरी हुन्छ? हाम्रा शिक्षकहरू सिरियस हुनुपर्दछ, हाम्रा कर्मचारीहरू सिरियस हुनुपर्दछ, हाम्रा कपी काट्नेहरू सिरियस हुनुपर्दछ। कपी काटेर फेल गराउनेहरूलाई भन्न चाहन्छु म, तपाईले फेल गराएर फेरि पास भएका विद्यार्थीहरू मध्ये कतिपय तपाईभन्दा ब्रिलियन्ट र ट्यालेन्ट ठहरिने छन् भविष्य। त्यसकारण कसैको जीवनसँग खेलबाड नगरौँ। विद्यार्थी असफल बनाउने, फेल गराउने, त्यही पनि कति वर्ष भन्दा 52 फेल के भने आयो?